सो हेलो एभ्रिवान, स्वागत छ मेरो युट्युब मिनी ब्लगमा। अब यो भिडियोमा नि भोइस ओभर नगरौँ भनेर सोचेको थिएँ, तर अलिकति धेरै नै हिही हाहा मात्र भएको रहेछ सबै क्लिपमा। यो चाहिँ हामी रुम सार्न लाथ्यौँ, यो रुमबाट अस्ति चाहिँ हेर्न गएको रुमसम्म। अनि राति नै उहाँले प्याकिङ सुरु गरिसक्नु भएको थियो। बिचरा कति ओभर थिङ्किङ गरेको नि, फेरि सारौँ कि नसारौँ भनेर। अनि उहाँ चाहिँ दुईजना बहिनी बसिराख्नु भएको छ नि त अहिले, पछि फेरि अर्को भाइहरू नि आउँछन् भनेर रुम सारेको चाहिँ राम्रो। अनि रोको एक्टिङ गर्दै हुनुहुन्थ्यो। यो रुममा चाहिँ उहाँहरूले 1 वर्ष काट्नु भएको। पहिला चाहिँ यहीँ घरको माथिको रुममा बस्दै हुनुहुन्थ्यो। अनि बिहान उठ्ने बित्तिकै अर्काको फेरि श्रीमानज्यूलाई टेक्स्ट गर्न परिहाल्ने। अनि मलाई चाहिँ एक्सप्लेन गर्दै हुनुहुन्थ्यो, उहाँ चाहिँ पिटीको डेट बुक गर्दै हुनुहुन्थ्यो भनेर। अनि रुम चाहिँ धेरै फोहोर छ अरे, यो ब्लगमा नदेखाउनु भनेर नै भन्नुभएको। तर रुम त हो, फोहोर हुन्छ। झन् बेड मात्र थियो, बेडको मुनि यस्तो कक्रोचेसहरू त्यो के थियो। यति सानो रुममा फेरि सामान चाहिँ कति धेरै। म उहाँको एकजना भाइ अनि उहाँको छोरो, अर्को फेरि देवर पनि दिनभरि लाएर पनि आज हामीहरूले सामान चाहिँ सार्न सकेका थिएनौँ। खाना पनि फेरि नखुवाएको के यो मान्छेले, खाना पकाएर खाएर जाउँ भनेको प्लान चाहिँ उहाँको यस्तरी। उतै अब नयाँ रुममा सारेर चाहिँ मात्र खाना पकाउने भनेर टाउकोमा कार्पेट बोकी सामान हातमा बोकी पछि गरुङको सामानहरू चाहिँ गाडीमा ल्याएको थियौँ। यो हाम्रो सार्न लागेको रुम चाहिँ क्या खतरा फराकिलो, घाम लाग्ने, हावा लाग्ने प्रोपर सबै। अनि हामी चाहिँ त्यहाँ अगाडि पुगेका थियौँ, त्यो रुमहरू अलिकति पानीले भयो नि सफा गरौँ भनेर। अनि पानीको नि खत्रै सुविधा थियो, त्यहाँ इनारबाट पानी तान्नेको, सरफ हालेको। अनि सबै म यहाँ चाहिँ रुम क्लिनर बनेर चट्ट खाँदै थिएँ। त्यसपछि यो अर्को किचन रुमको सेन्टर अफ एट्र्याक्सन यो ऱ्याक थियो, सबै सामान हाल्न मिल्ने। रुमहरू चाहिँ ठुल्ठुला नै थिए, काठमाडौँमा यतिको रुम पाउन धेरै गाह्रो। अनि यो कार्पेट ओछ्याउनुहुन्छ यो महारानीले भनेर मलाई कुरा थाहा थिएन। यो कार्पेट निकाल्दा त यो रुमसम्म पनि कक्रोचहरू आइपुग्यो। यो कार्पेट यस्तो नराम्रो देख्यो। बादमा सल्लाह गरेर सबैजना डिस्कस गरेर पछि यो कार्पेट क्यान्सल गरौँ, जाउँ बरु कार्पेट ल्याउन भनेर पछि कार्पेट ल्याउन गएको। हामीहरू पसल पनि गयौँ। अनि फेरि माथि कुद्नु पऱ्यो, सानो सामान हामी हातमा बोक्न सक्छौँ भनेर फेरि किचनको सामानहरू यो रुमको बाल्कनी पनि खासै फराकिलो थिएन। अनि छतमा लगेर बेड चाहिँ मुनि फाल्नु पऱ्यो। त्यसपछि यो जुत्ता राख चाहिँ मैले बोकेको थिएँ, उहाँको पार्टनरले दिएको बोके त कहाँ फाल्ने, हातमा बोकेर जान लाग्थ्यो।